दिदी त आज कस्तो लागिरहेको छ तपाईँलाई बहिनी दुईटा बहिनी एउटा ज्वाइँ एउटा पोसिबल ज्वाइँ एउटा ज्वाइँ आज आउँदै हुन्छ कस्तो लागिरहेको त आइसक्नु भयो भेट भएको छैन कतिखेरसम्म हो काम 3 बजीसम्म काम गाडी लिएर आउनु भएन तपाईँलाई आज अँ हो नि घर गएर बत्ती खान जाउँ पाउँला अगाडि छिटो जाउँला भनेर गाडी लिएर गाडीमा फसेला अथवा जाममा कोसेली रेडी भयो त 1 घण्टा लाग्छ रेडी भइसक्यो कति भाँडो कोसेली रेडी भयो 4 भाँडो 3 भाँडो 3 भाँडो आउँदैछौँ बर्थडे मनाउन काम भएर आयो भने दिदी ए पैसा पकाएर आयौँ पैसा पकाएर आयो हामी त काम गरेर हामी गयो तिमीहरू अल्छीहरू बिहान पैसा 10 नि बजी पाक्यो अब घर गएर खाना नि पाइन्छ जाँदा 350 मा पुग्छ भनेको छ हैन आजको के रे दिदी हाम्रो टार्गेट के टार्गेट छ आज हामीले सकेसम्म धनी भएर देखाउनु पर्छ धनी हुन म यसै धनी छु हेर धनी हो यत्रो गाडी ल चढ्या अनि पनि धनी अन्त लगाएर गाडी भन्दा नि दुईटा एउटा छोरा एउटा छोरी एउटा बुढा अनि यो जस्तो धनी मान्छे को हुन्छ अरू जेठी दिदी होइन त तपाईँ हजुर भन्न सबै बुढाहरू हुन् को यो किन दौडे खायो यसलाई किदिम क्या कहाँ दौडे खायो ल ल ल हेर दौडेको थियो भेटाउँछ क्या दिदी कुदाउनु ल अझै दौडिरहेको थियो ए अँ के अरे जेठी दिदी होइन त तपाईँले सबलाई कुट्याएर नि त कसलाई कुट्या आज 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 भएको एटेन्डेन्समा हुने मान्छेहरूको कुराहरू आसमाले कति कुट्या भाइ बहिनी त परे पिटाइ खाइहाल्छन् नि अँ कानको जरोबाट उफाल्ने नि त अब अहिले चाहिँ खाँदैनन् हेर है अहिले चाहिँ तपाईँमाथि एउटा आरोप छ तपाईँको बहिनीहरूबाट आरोप छ कि हामीलाई चाहिँ मर्ने गरी मकैको बोरा कुटे यसरी कुट्यो दिदीले आफ्नो छोरीलाई चाहिँ केही गर्दैन भन्ने आयो ए हो र गुनासो आयो के तपाईँ चुप्प लाग्नुभयो यसमा मैले के यसको उत्तर के भन्ठानौँ अब बुझ्न पर्छ म कस्तो मान्छे हो हैन हो यो बुझ्ने कुरा तपाईँहरूले आफ्नो भाइ बहिनी म सबलाई सेम सेम तर सेम त अब रिसोर्ट इज ड्याम के ड्याम तपाईँको बहिनीहरूको कुरा सुन्दा त सेम त भएन भन्ने कुरामा आयो नि त कस्तो भएन अहिले गएर छिनोफानो हुन्छ त्यहाँ तपाईँले कुरा घुमाइरहनु भएको हो गाडीको स्टियरिङ पनि दिन पर्को गाडीको स्टियरिङ सँगसँगै तपाईँले कुरा पनि घुमाइरहनु भएको हो ठिक छ ल मैले माने चबाउनु पर्यो नि त कुरोलाई अलिअलि कुरो चबाउनु पर्यो सिक्नु भएछ राजनीति ल ठिक छ हामी देशै राजनीतिले चलिरहेछ त अब के गर्नु भएको खाल्टोमा गइरहेको दिदी गाडी चाहिँ भने क्या मैले देश होइन पात झरेर भुस्कुट भएको डन्ठी मात्र छ दिदीले फेरि नेपाली के अरे त्यो रात्रि सेवाको प्लेलिस्ट रहेछ दिदीकोमा रात्रि सेवा होइन डिजे शोभा खान भन्दा के को डिजे को यो अरे तपाईँको फेरि प्राइभेसी वाला रहेछ केही देखेन यहाँ एकदमै के अरे के भन्छ रात्रि सेवा अग्नि बस मकालु यातायातको रात्रि सेवाको जस्तै प्लेलिस्ट छ है हाम्रो हल्का बढाउँदै दिदी बेस बढाउनु ल बजो बजो ल पर्छ 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 इटारी कोही छ छैन ल ठिक छ कडा भेरी भेरी कडा हिजो 3 बजी उठ्यो 3:30 बजी लागिरहेको थियो मलाई त आज चाहिँ अब 3:30 बजी सुन्नु त होला नि परेन तिमी what are you here विवेक कुन दिन त दाइ कोचको हामीले यो 6 10 ता कुन हामी कि राम्रो वाला लिनु जे हुन्छ होला हुन्छ आजलाई हो जति नै चेन्ज गरेर हाल्न पुगिहाल्छ ब्याट हाल्नु खोज्दै फुत्ता फाल्दै चपारा फाल्नु चबाएर 8वटा 3 चोटि चेन्ज गर्न पुग्ने रहेछ भने अब काममा उहाँले यत्रो 20वटा 40वटा ब्याट्री थियो यसो भन्नुपर्छ ताजी बोइज व्हाट्स अप ताजी बोइज औ ताजी बोय बर्थडे बोय हो बर्थडे बोय रे बर्थडे बोयको चालै छुट्टै छ 4:46
4:30 मा हुनुभएछ भनेपछि 5:30 5:30 आधी घन्टा अब आउँछ नि त Oh, hello, who this? Hello. Hello. How are you? I'm good, thank you. कामबाट Hello, who there? Who there? Anybody? 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 के फुटायो छोरीले? into the house of the content creators. अब हामी सबै कन्टेन्ट क्रिएटर एकछिन Welcome into our house. यो तपाईँ एकछिन होइन उहाँ हाम्रो मेन कन्टेन्ट क्रिएटर हेलो व्हाट यु वान्ट टु से आसमा पकती अनि ओके ओके आजको राति हामी सबको धनी भएर देखाउनु पर्ने कसरी जाने हो नि लङकोट लागेको को छ यहाँ दुईजना Oh! Cheers. Birthday boy! Cheers, birthday boy! Happy birthday! Sir, cheers. Cheers. के छ के छ ओ जिन खानु पर्ने छ गाह्रो भयो ठिकै छ नेक्स्ट टाइम Cheers. Who these people? These are my people. Yeah, right. Hello, मेरो भाइ एकछिन पछि बनाउँछु है भन्नु बत्ती बाल्दी मलाई एकचोटि रञ्जन बाबाले हात गर्दै भन्दै रञ्जन बाबाको हात गर्दै हो नि माउलु माउलु आयो माउलु हेलो बाबा यता ल नाच्दिहाल्नु नि त मामाले आइ स्टेजमा आइसक्नु भयो नाच्दिनु योभन्दा विवेक विवेक जाऊ विवेक के भइरहेको माउडुलाई फोकस माउडु अन्त को मेरो भाइ हाई गरिदियो मेरो भाइ ठिक छ इट्स ओके सुमेर बाबाले हालो भन्दै होला सुमेर बाबाले हालो भन्दै नभन्ने यो बाल्दिँदै हुन्छ राम्रो आयो बस्ने हो ओ माय लर्ड गीत पनि कस्तो बजेको पछाडि त्यो टिमुर हल्का पिरो चिकन टिमुर सेजवान यस मैले नाच्छु भने उठेर यस्तो गरे म त भुइँ ठोकेर नाच्नलाई उसले त्यही सोचेर
Oh my lord. किसी काली हाफ लैले पड़ोसी जन्म उत्सवमा होइन रञ्जन भनेको भेरी स्पेसल काइन्ड अफ पर्सन होइन जो मेरो न त परिवारको सम्बन्धीले आयो न त मलाई मसँग उसको र मेरो भेट हुने सम्बन्ध थियो तर कसरी हाम्रो जिन्दगी जुडेको रहेछ आयो भेट्यो ल एकदमै रमाइलो लाग्छ रञ्जन इज माई डियर ब्रदर होइन ब्रदर फ्रम अनदर मदर भने जस्तो क्या रञ्जनको मम्मी पनि मेरो मम्मी हो होइन मेरो मम्मी पनि रञ्जनको मम्मी हो र थ्याङ्क यू फर कमिङ होइन यत्रो टाढाबाट आएर तिम्रो स्पेसल डेमा आइदियो बर्थडेमा आफ्नो जन्मदिन भनेको त आफूसँग मनाउने तर तिमीले आएर चाहिँ एटलिस्ट एउटा परिवारसँग मनाउनु तिम्रो मन नै कति ठुलो रहेछ क्या होइन किनभने म आउँदिन थियो होला मेरो बर्थडे भनेको चाहिँ मेरो जन्मदिन हो यो इट्स अ टाइम टु प्रेज माइ सेल्फ भने जस्तो फिल हुन्छ कि तर चाहिँ रञ्जनले आएर आफ्नो एउटा प्रेज पनि उसले आफ्नो परिवारसँग बाँटेर रमाउनु छ भने चाहिँ त्यो रञ्जन इज अ भेरी काइन्ड हार्टेड बिग हार्टेड पर्सन होइन माथि सुनमा सुगन्ध भने जस्तै त्यो त झन् मेरो घरको छाना मुनि सबजना रमाइला छन् खुसी छन् सबैजना गुड मुडमा छन् यो भनेको त मेरो घरलाई एउटा पोजिटिभ भाइब्स हो क्या यो त यसको लागि त म बिहान धुप पाल्छु अघि बाले हो यसको लागि त धुप पाल्छु अघि बाले र थ्याङ्क यू रञ्जन थ्याङ्क यू भेरी मच होइन अब फाइनली अब ब्याट्री सक्यो त्यो 50 डलर ट्रान्सफर गरिदियो है पत्ता छैन साथी शब्दका लागि त अब अमाउन्ट नै छैन भनेको त्यत्रो भारी अमाउन्ट शब्दहरू हजार खासमा यो बर्थडे मनाउन भनेर त खासै त्यसरी प्लान थिएन हाम्रो होइन मलाई त्यो बोल्ने मलाई ल त्यस्तो त खासै थिएन କିନ୍ତୁ भेट्ने मन लागेको थियो अनि यो बर्थडे नजिकेको त्यो त एउटा बाहना मात्रै हो साथी यो परिवार भेट्ने चाहिँ चाहना न्यास्रो पनि लागेर आयो खासमा चाहिँ धेरै पनि त 9 महिनापछि आयो नि त पहिले यहाँ बस्दाखेरि नेपाल त्यस्तो याद आउँथ्यो भने अहिले यहाँ बसेर त्यहाँ जाँदाखेरि अब नेपाल चाहिँ अलिकति पछाडि यहाँ बढी याद आउने अब फर्स्टली त अब म जन्मिँदाखेरि म आफै जोडेको मेरो परिवार होइन जहिले पनि अब ब्लेसिङ होइन अब मेरो परिवार छ मसँग अनि हुन्छ त्यस पछाडि फेरि हुन्छ नि एउटा अब यसलाई के भन्छ अब जीवन डेस्टिनी हो अनि जोडिएका यी सबै अनुहारहरू पनि अहिले आएर त्यत्तिकै प्यारो लाग्छ मलाई होइन अब जस्तो पहिलो परिवार यो दोस्रो परिवार पनि त्यति नै प्यारो छ
एकदमै आभारी लाग्छ जिन्दगीले अब गो विथ द फ्लो अब कहिले अप्स कहिले डाउन होइन त्यही त हो नि मजा पनि त राइड पनि अहिले माथि मुनि छँदा हुन्छ सिधा बाटोमा आउँछ लाग्छ भने जस्तै जिन्दगी पनि तल माथि त्यस्तै भएर पनि रहेको छ अनि त्यो जर्नी म त इन्जोय पनि गरिरहेको छु अनि यो जर्नीमा साथ दिनु भने सङ्गीतको बारेमा भनिदिनु नि त केही साथ दिनु भने मेरो सबैभन्दा प्रिय मेरो 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 जीवन साथी सृजनालाई पनि मैले पाएर म एकदम खुसी छु हाल्ले जुठा हाल्ले जुठा हाल्ले यो 29 वर्ष एउटा यो वर्ष मात्रै हो धेरै वर्ष अगाडि चाहिँ उसलाई मैले पाएको अब उसकोबाट पनि मैले केही कुराहरू हुन्छ नि सिकेँ लिएर म यो ट्र्याकमा छु म यो भएको छु त्यसको लागि म जहिले नि अब थ्याङ्कफुल हुन्छु म मेरो बुढीलाई क्या लगती वो सफेद साड़ी में बिल्कुल एम्बुलेंस लगती है बिल्कुल एम्बुलेंस लगती है डायलॉग सुना सर डायलॉग फर्क सबले सुन्छ कि फर्क ये है सिर्फ एम्बुलेंस घायलों को ले जाती है पर वो घायल घर जाती है यही भन्दैमा म यो माइक सृजना दिदीलाई निमन्त्रणा गर्न चाहन्छु त्यही भएको हो अनि मन परेको थियो मान्छे मनले पनि एकदम राम्रो रहेछ मात्रै नभएर अलिकति चिक्क रिस उठाउँछ है आदरणीय परिवारज्यूहरू मेरो मात्रै रिस नदेख्नु होला रञ्जनको पनि रिस कडा छ है अब उसले 16 वर्षको उमेरदेखि होइन स्ट्रगल गए अब स्ट्रगलको त कुरै नगरौँ म एकदम धेरै हार्ड वर्किङ पर्सन हो जिन्दगीमा केही गर्छ अनि मलाई पूर्ण विश्वास छ अनि म अहिले त्यस्तो एप्रिसिएट चाहिँ मैले गरिहाल्दिनँ क्या कहिले पनि म उसलाई थाहा छ उसले कतिको हार्ड वर्किङ छ भनेर अब त्यो भन्दाखेरि अब उसलाई चाहिँ फुर्केला के होला भन्ने चाहिँ म चाहिँ कहिले पनि एप्रिसिएट चाहिँ मैले कहिले पनि गर्दिनँ कि त्यो कुरा चाहिँ किन गर्दिनँ भन्दाखेरि तिमीले गरिरहेको छौ गर्न देऊ भन्ने कुराले हो सिर्जना अब यहाँ झगडा पर्ला है त्यस्तै जाने कता हो यही त हो त जिन्दगी भनेको हो र जिन्दगी भने यही हो त अन्तिममा मरेर लानु जानु के छ र यहाँको याद र माया र सम्बन्ध त होइन एउटा सोच्नुहोस् तपाईँ आफै भन्नुहोस् होइन जति पैसा कमाउनुहोस् अन्तिममा लग्ने भने के हो आँसु र आफू बितेपछि आफ्नो वरिपरिले आँसु झारेन भने त्यो जिन्दगी के जिन्दगी त त्यो सुन्नलाई निसाहरू यत्रो टाढाबाट आउनु नै हैन त्यत्रो धेरै टाढा नि 2 घण्टा हो हैन कम्पेयर टु यु एन्ड मी भेरी टाढा बट ही इज लाफिङ एकदम टाढा सुन्नलाई निसा किन आए त बड सुरु गरौँ है किन आए त आज किन आउनु भयो मामा तपाईँ किन आए मामा किन आए तपाईँ किन आएको अब किन मनको कुरा किन भन्दाखेरि भान्जाले घुस दियो त्यो मुलाको अचार सकेको भनेर अब यो मजाक हो तर मैले मात्र बुझेँ कि भान्जाले मात्र बुझ्यो मजाक सुरुले अब अलि टाइम अगाडि नै फोन गरेको थिएँ अनि अब यहाँ उहाँबाट यहाँ आउने भनेपछि त होइन कति भन्नु भेट्नु भएको छ होइन अनि फेरि नेक्स्ट कहिले हुन्छ कि वी डोन्ट नो अनि त्यो मेन आउनुको कारण यिनीहरूलाई सुन्दर दाइसँग काम गर्नको सौभाग्य पाएनौ यार वाह पाएनौ यार वाह यो त गिरीश र मैले मात्र पाएँ क्या तिमीलाई आएर आइजेमा काम गरे फाइजेमा काम गरे लाइजेमा काम गरे आई डोन्ट केयर या तर सुन्दर दाइसँग काम गरेर पाएनौ तिमीले या यु आर अनलकी इन द्याट सेन्स के या साँच्ची रञ्जनले मसँग काम गर्यो होला गिरीसँग काम गर्यो होला हामी जस्तो अल्छी लाग्दोसँग काम गरेर पनि ऊ यति मोटिभेटेड हुन्थ्यो भने यो सुन्दर दाइसँग काम गरेर भने यो पागल हुन्थ्यो यार सुन्दर दाइले कति काम गरेर म पनि कुद्नु पर्यो त्यस्तो हुन्थ्यो तिमी म अझ हार्ड वर्किङ हुन्थ्यो होला त्यही भन्नु
म भन्छु सुमन मलाई दाइ हामी आउला नआउला सुमन दाई यो सुमन दाई मलाई मन पर्दैन मलाई सुमन दाई मन पर्दैन मलाई यस्तो सुमन दाई मन पर्छ कि बाघ सुमन दाई मन पर्छ मन पर्छ हो सधैँ चाहिँ हुनु भएन तर मलाई जब दाई चाहियो नि मलाई बाघ सुमन दाई चाहिन्छ क्या मलाई यो सुमन दाई चाहिँदैन थोरै मलाई यस्तो भएको छ मलाई ब्लड प्रेसर छ मलाई डायबिटिज छ मलाई मन पर्दैन मलाई मन पर्दैन मलाई मेरो दाई चाहियो वाइन दाई चाहिँ एक बोतल सकाउनु पर्छ आज भने त्यो दाई चाहियो मलाई आज कि त वाइन ढल्छ कि त मड ढल्छ चाहियो होइन भनेको द्याट इज माई बोन्ड विथ सुमन दाई क्या मेरो बोन्ड हो क्या चाहिँदैन मलाई त्यो बोन्ड त्यो जुन चाहिँ तपाईँ कोही छ है 2 शब्द भन्नुपर्ने रमाइलो रमाइलो चमाइलो खमाइलो सबै राम गऱ्यो भने मिल्छ रात निधारमा टल्केको एउटा शनिबार भेटौँला है सहेलो तिमीले चुपायो सुमिर बाबालाई बोलाउ त छोरी सुमिर बाबालाई बोलाउ त सुमिर बाबालाई यता हेर्नु भन त यता हेर्नु भन त सुमिर बाबालाई बोलाउ त बर्थडेवाला गीत बजाउ त बर्थडेवाला गीत बजाउ न बर्थडेवाला गीत बजाउ न बर्थडेवाला गीत बजाउ न केक ल्याउनु लाग्यो कि हामीले हामीले केक ल्याउनु लाग्यो बर्थडेवाला गीत बजाउ न इजी स्लोली छोरी छिटो गर्दा छिटो It's so hardcore. Myself longing for change in the shallow. If I rub the shallow now. You can dance, you can just having the time of your life. Going to be that guy. Night is young and music's high.